हेलो गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज पनि म सधैँको जस्तो ड्युटीबाट आएर फ्रेस भएर चाहिँ ब्रेकफास्ट बनाएर खाँदैछु है। अनि मेरो ब्रेकफास्टमा चाहिँ के छ भन्दा चाहिँ वाइवाई अनि वाइवाई र एउटा चिज मिक्स गरेर बनाएको छु है। अनि त्यो चाहिँ एकदमै मिठो भएको थियो। म नाम चाहिँ भन्दिनँ है, तर खाएर चाहिँ देखाउन सक्छु है तपाईँहरूलाई। एकदमै मिठो भएको थियो है। अनि यो चाहिँ मलाई अस्ति कालिम्पोङ जाँदाखेरि मम्मीले पठाइदिनु भएको है। यसमा चाहिँ आफ्नो सुपहरूमा हालेर खानुपर्छ, तर मैले चाहिँ मजाले यसलाई फ्राई गरेर है निम्बु र अलिकति नुन हालेर तिखा हालेर चाहिँ मजाले मिक्स गरेको छु। एकदम मिठो भएको थियो। यसरी खानु पर्दो रहेछ है यो सुक्टी चाहिँ। तपाईँले थाहा पाइसक्नु भयो होला है के हो भनेर। यसरी खाँदा चाहिँ नेक पनि हुँदैन रहेछ, अन्त एकदम मजा आउँदो रहेछ यसरी खाँदा। कुरुङ कुरुङ एकदम मिठो भएको थियो। भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट गर्नु नभुल्नु होला। अनि मन परेन भने पनि लाइक कमेन्ट चाहिँ गरिदिनुहोस् होला है। किनभने मैले याद गरेको कि लाइक कमेन्टहरू कम्ती आयो भने नि भिडियो बनाउनु पनि अल्छी लाग्दो रहेछ।